बाइट हुनु र च्याति सर्ट अहिले टाउको दुखाउनु छ कनाइसु हेलो गाइज वेलकम टु माई युट्युब च्यानल अगेन है। अब के गरौँ कन्टेन्ट नै हुँदैन होइन। सुरुमा भएको भएर कन्टेन्ट अब बनाउन पनि आउँदैन कन्टेन्टहरू यस्तो त हो नि। अनि गाइज आज फेरि होइन अर्को भिडियो गराऊँ कि भनेर दिनभरि सोचिरहेको थिएँ के बनाऊँ भनेर। आज फेरि प्र्याङ्क गरौँ होइन। अस्ति चाहिँ मम्मीलाई प्र्याङ्क गरेको थियौँ ससुराली गएको बेलामा त दाङ। अनि आज चाहिँ म मेरो बुढीलाई प्र्याङ्क गरौँ कि भन्ने सोचिरहेको छु है। के सोचिरहेको छु भनेपछि होइन लभ बाइट प्र्याङ्क गरौँ कि भनेर सोचिरहेको छु कि अघिदेखि ऊ सुतिरहेको छ कि होइन। बिहानदेखि टाउको दुख्यो टाइपको। अनि म चाहिँ बिहानै उता बजारतिर गएको थिएँ कि उसलाई नभनेरै अब अहिले एक्कासी आउँदा त टाइपको के। अनि लेट्स है यहाँ चाहिँ लिपस्टिक मैले दिदीको दराजबाट झिकेको है। अनि लेट्स है गाइस म यो बनाएर देखाउँछु। फाइनली गाइज क्यामेरा चाहिँ सेटअप गरिसकेँ मैले। अब चाहिँ म अमृतालाई बोलाउँछु। अनि म आएँ बजारबाट आऊ अहिलेसम्म सुतिरहेको छौ भन्छु। अनि लेट्स सी गाइज अमृता क्या गुंडा बनेगा रे तू। अमृता अमृता यहाँ आउनु हौ। के भयो सुतिराख अहिलेसम्म टाउको दुखिराख। उठेर सानो के त्यसो के भयो टाउको दुखिराख भन्छ हो र। ना तो गर्मीमा खाएँ आज पंखा किन्न चलायो पंखा किन्न लाग्ने गर्मीमा के अरे यहाँ झ्याल खोल्दैछु नि त त्यो भएर हो कि अहिले होला भनेर। तो गर्मी भागे यार पंखा चलाउँदा पंखा अहिले एकछिनमा चलाम लागे। किन हाँस्यौ कस्तो गर्मी भएको छ। बजार गएको थिएँ भर्खर आएको म त अहिलेसम्म सुतिराख्यो। अघि मुख धोएर कपाल बाटे अनि फेरि ढलिए ढलियो
फेरि सुते आऊ के कपाल बाटेर मुख धोएर टाउको दुख्छ फ्रेस हुन्छ कि भनेर त्यस्तो गर्मी लाग्यो खा गर्मी छ म हिँडेर आएको भएर गर्मी लाग्यो कि उता बजारबाट तिमी पंखा सुतिरहेको उता त्यहाँ गर्मी लागिरहेको तू तो गया बेटे नगर न के बाहर गर्मी भइरहेको के हुनु र के हो रातो रातो किन बाहा त कहाँ भाडा छैन गर्मीले होला क्या कहाँ गएर आयो यतिकै बजार बजार मलाई के ल्याइदिनु के बस्नु भनेर मलाई के ल्याइदिनु के ल्याउनु पैसा लगाएको थिएन नि त अनि साथीहरूसँग गएको थिएँ कहाँ गयो काहीँ नै यत्तिकै साथीहरूसँग गएको थिएँ नगर न के भएको छ र के भयो यहाँ मेरो एकदम टाउको दुख्या दिमाग खराब भयो र के भयो प्यारी समझ गई के भयो र रातो रातो किन भयो के भएको छ र एकजना पहिले टाउको दुख्या छ मेरो टाउको नदुखाऊ यहाँ रातो रातो अरे के भयो के त्यो रातो भयो त कहाँ छैन भनेर यहाँ रातो गर्मी भएको थियो अनि त्यो गर्मीले के रातो हुन्छ र हुन्छ त अनि यस्तो मेरो टाउको दुख्या छ टाउको नदुखाऊ खै कनाइसी हुन्छ त नि यसरी ल बाहिर कहाँबाट आयो कहाँबाट आउँछ हौ ल बाइक फेरि मजा नि यो रातो किन भएन अरे यो रातो किन भएको क्या ए आज बिहानदेखि मौका पारेर कहाँबाट आउँछ हौ लप्पाइट चाहिँ बुढी दियोस् मैले सुतेपछि कहीँ गएर आयो तिमी कहाँ अब गाडी गएर आए नहुने कुरा मकैहरू छ अनि बाटोमा हिँड्दा कोर्रियो होला नि त्यही भएर हात राखेर यहाँ कोरिन्छ यहाँ होइन हौ के को लप्पाइट हुनु र देखा आपने लापरवाही का नतीजा त्यो कहाँबाट आयो कि भन्छ म च्यापिदिउ सर्ट सर्ट च्यापिदिउ होइन भनिरहेको छु अहिले छिटो मेरो टाउको पहिल्यै त टाउको मेरो दुखिया छ छिटो त्यो त्यो कहाँबाट आयो भने छिटो 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 कहाँबाट बस्नु कौन है ये लोग कहाँ से आते हात नछुट भनिरहेको छु अनि हात मात्रै नि तलतारी बोकेको छोड्छु के आछि यहाँ कहाँबाट आयो के बुढा तपाईँको लबाइट कहाँबाट आयो भन्नु कहाँबाट बाइक छ नछौ भनेको च्यापिदिउ सर्ट अहिले छैन हौ कहाँबाट ल बाइक छ नचाहिने कुरा छ अझ यहाँ पनि छ दुई दुई ठाउँ कोर्रियो होला के मकैले बाटोमा हिँड्दा मकै बारीमा के गर्न गयो आउँछ त मकै बारी छ नि त अनि आउने बाटोमा त्यही भएर यही हो मौका यही हो बुढलाई दिउँस भइ सुत्याछि अब कहीँ कहाँ जानु पर्यो अब कहाँ गई छुट्टी बस्न हावा हावा नबोल है दिउँसै च्यापिदियो सर्टमा यो के हो भन्छु के होइन कोरिएको भनिरहेको छु नि मैले त्यस्तो लबाइट त्यसरी कोटिन्छ ये गर्न गए बजार कोसँग बसेर कोसँग बस्नु हौ दिउँसो नै यो कहाँबाट आयो त यो कोरेको बाटोमा बनिरहेको छु नि त यहाँ नि अहिले फेरि इमोसनल ड्रामा नगरिदिने हुन्छ है हावा उता
बाटोमा गएर हिँडेर आइरहेको छु ज्यान दिन्छु अनि मकैबारीले मकैले कोरेको हो कि हिँड्दाखेरि के भएको छ र हौ हामी पनि हिँड्छौँ मकै बारीमा हामी त कोतर हिँड्न हे कोतर पनि के यस्तो हुन्छ च्याति म सर अहिले जाऊ तिमी सुतौ त लै सुतेको मान्छेलाई उठाएर दिमाग खराब गरेर जाऊ जाऊ सुत त चिलाएर यसरी कनाउने बेलामै भागो के ओके होइन कता कता के कता सो गाइज मैले चाहिँ प्र्याङ्कको भनिसकेँ है अघि नै ऊ रिसमा यतापट्टि आइसक्यो रिसाएर अनि म पनि झ्याप्पै आइसक्यो रेकर्ड नै भएन छ क्या रेकर्ड नै गर्न पाएन कति कुराहरू त रेकर्ड नै भएन छ क्या अनि मैले चाहिँ प्र्याङ्क हो मैले यस्तो यस्तो गरेको भनेर भिडियो देखाइसकेँ म पनि अहिले पनि रिसाइरहेको छ क्या सो गाइज प्र्याङ्क चाहिँ सक्सेसफुल भयो भनौँ न अनि लास्टमा चाहिँ त्यही हो अलिअलि पिटाइ खाइयो अनि यतिको पिटाइ त खानु नै थियो सो प्र्याङ्क चाहिँ भयो गाइज अहिलेसम्म हेरिदिएकोमा थ्याङ्क यू सो मच है अब चाहिँ यस्तै भिडियोहरू चाहनुहुन्छ भने अझै पनि सब्सक्राइब गर्दै जानु होला कमेन्ट सेयर लाइक होइन सबै गर्दै जानु होला अनि म चाहिँ अझै योभन्दा डेन्जर प्र्याङ्क चाहिँ ल्याउने कोसिस गर्छु है गाइज